बालबालिकाहरूमा चुलबुलेपन र चकचकेपन हुनु सामान्य बाल विकासकै एउटा चरण हो। यसलाई सामान्य रूपमा लिनुपर्छ। तर बालबालिकाहरूलाई चोटपटक लाग्ने र त्यसका जोखिमको सम्पर्कबाट बचाउने कर्तव्य आमाबाबु, अभिभावक अथवा स्याहारकर्ताको हो। यसमा उनीहरूलाई चाहिँ यस अवस्थामा आगोबाट अथवा अन्य तातो पदार्थबाट अथवा रसायनबाट पनि पोलिने अथवा जलनको सम्पर्क हुन सक्छ। यसबाट बचाउनको लागि आगो उत्पादन गर्न सक्ने जस्तै सलाइन लाइटरहरूलाई चाहिँ उनीहरूको पहुँचभन्दा टाढा राख्नुपर्छ भने आगो अथवा ज्वाला चुलोबाट आगो बाल्दाखेरि उनीहरूलाई चाहिँ उनीहरूले पुग्न नसक्ने गरी उचाइमा बनाउनुपर्छ। र अर्को कुरा तातो वस्तुहरू जस्तै दुध, चिया, खानेकुराहरू, दाल जस्तो कुरा चाहिँ उनीहरूलाई दिनु परेको खण्डमा तातो हातले छामेर दिनुपर्छ। र अर्को चाहिँ तातो वस्तुहरू जुन तातो छ कि छैन भनेर देखिँदैन त्यसलाई पनि उनीहरूबाट जोगाउनुपर्छ। र रासायनिक पदार्थहरू जसले पनि जलन अथवा पोल्न सक्छन् त्यसलाई चाहिँ बच्चाहरूले नपुग्ने गरी अथवा निकाल्न नसक्ने गरी सुरक्षित बनाएर राख्नुपर्दछ।